नमस्कार साथीहरू, आज चाहिँ मैले बिना लगानी नरोपिकन खान पाइने तरकारीहरूको भिडियो बनाउँदैछु। यो रोप्न नि पर्दैन, दुःख गर्न नि पर्दैन, अटोमेटिक हामीले टिपेर खान सकिन्छ। यो काली निङ्ग्रो हो। यहाँनिर यसरी टिपेर कति राम्रो छ हेर्नुहोस् त। काली निङ्ग्रो टिपेर खान सकियो। हेर्नुहोस्, बिना लगानीमा खान पाइने यो चिप्ले निङ्ग्रो हो है। हाम्रो गाउँतिर अत्याधिक पाइने यो चिप्ले निङ्ग्रो। आहा, हेर्नुहोस् त काली निङ्ग्रो कति मजाको छ। यो बिना लगानी मल पनि हाल्न परेन, यसलाई गोड्न नि परेन, यसलाई रोप्न नि परेन। हेर्नुहोस् त, यसलाई चाहिँ रोप्न चाहिँ पर्छ, तर यो रोपेपछि एउटा बोट भयो भने 1 महिना खान पाइयो। यो आहा, हेर्नुहोस् त, हाम्रो गाउँमा फ्रीमा पाइने तरकारी यो। यति मिठो हुन्छ नि यो। पिँडालुको गुबा भन्छन् हाम्रोतिर। मेरो चाहिँ गाउँमा पाइने गाउँको एकदम अर्ग्यानिक तरकारी खेती चाहिँ यता छ। ल हेर्नुहोस् त, गाउँमा रोपेपछि फलिहाल्छ। रोप्न चाहिँ जाँगर गर्नु पर्यो। यहाँ फल्दैछ। यहाँ सबैभन्दा खतरा त हेर्नुहोस् न, यहाँ कति मजासँग फलेको छ टिमुर हाम्रो बारीमा। त्यति मात्रै होइन नि, यहाँ हाम्रो भैँसी पनि छ, बाख्रो पनि छ। अनि यहाँनिर हेर्नुहोस्, सुन्तला पनि फलेको छ है। सुन्तला देख्नुभयो? सुन्तला नि फलेको छ।